हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ अनि म पनि एकदम सन्चै आरामै छौँ। र आज भने धेरै लामो समय पछाडि हामी रोडको भ्लगिङमा निस्किसकेका छौँ र आज चाहिँ हामी भनेको हाम्रो साथीभाइ सबैजनाको भेटघाट कार्यक्रम रहेको छ र हामी अहिले जाँदैछौँ फिक्कलतिर जाँदैछौँ र कस्तो कस्तो के हुन्छ हेर्दै जानु होला र हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न भने नभुल्नु होला किनकि यस्तै राम्रो राम्रो भिडियो आउँछ नि त हाम्रो च्यानलबाट। त्यही भएर सब्सक्राइब गरेर राख्नु होला किनकि तपाईको हामीले भिडियो हाल्ने बित्तिकै तपाईको मोबाइलसम्म नोटिफिकेसन आओस् भनेर। ल सबैजनालाई वेलकम छ कन्याममा। हामी यस्तो गाडी पार्किङ लाइट हो नि त ब्रो, थाहा छैन क्या हो। अनि हाम्रो KWID वाइट मा आएको छौँ हामी चाहिँ होइन। हाम्रो गाडीको साउ मालिक चाहिँ यता हुनुहुन्छ सनीजी। के यहाँ छ हामीसँग KWID गुड। यस्तो खालको गाडी लिएर आएको छौँ हामीले साथीभाइहरू होइन। जेके सिटमा मामताकालाई यहाँ छतमा राख्नुपर्छ अनि पङ्केला गाडीमा छ, गाडीमा होला। दिपकजी आमा अघि के हो यस्तो आमा। ल साथीहरू हामी चाहिँ यस्तो ठाउँमा आइपुगेको छौँ है। ट्याकसँगले वाइफाई हाम्रो 2-2-4-4-17 त हुँदैछ। गाडीको चाबी बाइक ल्याएको छैन, गाडीको चाबी म लुकाइदिइहाल्छु। मेरो त काम छ भाइ। सुतिन्छ, मेरो त छुट्टी गरेर आएको हो भोलि। मान्छौ कि तर त ट्यागको काममा भोलि चाहिँ एउटा स्लिपिङ ट्याब्लेट ल्याए कि अहिले उसमा चिसोमा टक्क होइन। अनि यस्तो छ बाहिरपट्टिको भ्यू चाहिँ जङ्गल रिसोर्ट भन्नेमा छ। त्योभन्दा उँभोपट्टिको हामी अघि खै के भन्नुभयो मैले अब बिर्सेँ यार। फेरि कम्ती ट्यालेन्ट छैन है म। ओए अघि होटलको नाम के पो भन्नुभयो? म त फेरि साह्रो ट्यालेन्ट छु कि बिर्सी गयो। के हो यो? केटा हो अलि प्रोफेसनल भ्लगरको क्यामेरामा कैद भइरहेको छ। राम्रो राम्रो बोला नि। खेल्छिस् कहाँ जाने? ल साथीभाइहरू हामी लाग्यो अब यता। ओए गीत बजा म नाच्छु। खै अनि छन्? ल जाडो हुन्छ नि त यहाँ। तर कस्तो जाडो हुन्छ यहाँ त को खान्छ र? म त कहिले खाने को खान्छ र? निकाल त चप्पल। यो कसो तेरो चप्पल हो? आम्पाको अघि भिजाएछ म। अनि तिनीहरू लगा न त चाहिँ नि
फेरि उल्टो उल्टो बोकेर हिँडेछ है के पङ्के हो है त्यो त्यस्तै थियो बाघ ओए पङ्के पङ्केले होइन त्यस्तै थियो त्यो पक्कै पनि अनि यस्तो उल्टो लाड्दा न ऊ त्यो अर्को छ त नि त्यही लगा न यो तेरो हो यही लाउँछु म बालै यत्रै अब यो लिएर जान्छु नि के ल साथीहरू हामी अब एकछिन सेक्वा खाएर आउँछौँ अनि भेट्छु है तपाईँहरूलाई ल हेलो गुड मर्निङ फ्रम इलाम कन्याम है अहिले चाहिँ बिहानको 7 बजिसकेको छ यस्तो दामी घाम लागिरहेको छ अनि हामी पनि ट्याक्क उठिसक्यौँ आँखा हेर्नु नहुने गरी घाम लागेको छ के छ त तपाईँको हल्दीचाल्दी बबाल चिसो है मिठो मजाले सुत्यो यस्तो सुत्यो कि के कुरा गर्नु र त्यो कुरा गरेर साध्यै छैन त्यस्तो खतरा सुत्यो अनि त्यही अब जान लागेको हामी नजाऊ न भन्दै थिएँ तिमी गइहाल्यौ फेरि सुतिरहेको बाघलाई त टर्चर नदे अनि अनि त्यहाँबाट अगाडि भन्न गान तेरो लागि गाइदिनु पर्ने अब मैले होइन भाइ गाइदिनु परेन आउँछ मलाई र हामी चाहिँ बिहानको हरियाली कन्याम बजार हेर्दै कन्यामको दृश्यहरू हेर्दै बिहान एकदम रमाइलो भयो अनि बसाइ रमाइलो भयो र हामी चाहिँ फर्किँदैछौँ झापातिर योचोटि एकदम रमाइलो भयो अनि एकदम धेरै इन्जोय पनि गरियो साथीभाइ ग्यादरिङ नभएको एकदम धेरै लामो समय भइसकेको थियो र हामीले भेटघाट गऱ्यौँ बिहानै एकदम कन्याम पनि सुनसान देखिन्थ्यो र हामी यही अनुसार अगाडि बढ्यौँ र एकदम यसरी घुम्ने क्रममा हामी कन्याम एकदम धेरै भयो भ्लग गरेको कन्यामको मात्रै अब चाहिँ हामी वाट नेक्स्ट भन्ने कुरा छ हामी एकदम अब चाहिँ लङ टुर जानेवाला छौँ र हाम्रो दिपक साथी चाहिँ अगाडि नै गइसकेको छ हामी चाहिँ पङ्कज साथी र म चाहिँ पछाडि गइरहेका छौँ र अब हामी तपाईँहरूलाई एकदम लङ टुर लानेवाला छौँ हेर्दै गर्नु होला है त स्टे ट्युन र हाम्रो च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरेर राख्नु होला हस् त थ्याङ्क यू बाई बाई